अहिले पो भएछ अघि म त भयो होला भनेको त तो ल अब तेल लगाइदिए बहिनी तैले रेशमलाई रेताइज मजाले लगाइदिए ल अङ्कलले सिकाउँदैछन् अब भित्र लाउनु हुँदैन त्यही भएर बाहिर केटाकेटी रहर गर्छन् ठुला भएको भए पो ल लाइदियो ल तेल लाइदियो सबै दाजुभाइले आफ्नो दाजुभाइले तेल लाइदियो अलिक मजाले लगाइदियो निधारमा अलिक मजाले निधारबाट त्यति तेल लायो त्यति माया पर्छ ल ल भयो अब यता अब अलिक मजाले रिकेलाई त भएन चौ छ्याप्पै लगाइदिनु भयो त्यो रिकेलाई ल अब यो हो त लामो त कपाल यस्तो गर उँभो यसलाई उँभो गर भन्दैछु फेरि हेर न अब यस्तो अझै यस्तो ल अझै हो तैले दादा लाइदियो त्यो तैले यसलाई हात पक्रि तिनजनाले हात पक्रिएपछि तैले यसलाई पक्रि तैले यसलाई पक्रि होइन पहिले तपाईँले लगाइदिनु न लामो बढ्दैन लामो पनि माथिसम्मको भएन बहिनी नबिगार्ने भन्दैछ उहाँ सेलरोटी पनि खत्रै भएछ पानी छम्क्यौ यिनीहरूलाई पानी छर्के त मैले दिइसके पुसिदिनु भयो फेरि तँ कपाल हटाउनु न अलिक ल अब त्यो राख त्यहाँ त्यो राख तिमीले हात पक्रिराख्ने दिदीको ल सबैले एकैचोटि लाउनुपर्छ यो अब यो उठा त्यहाँ बस तँ त हातले ड्याम ड्याम लगाइदिएन न अब यो खोइ टल्किने त रहन्छ टल्किले नि बुझ्नु टल्किने नि ल्याउनु पर्छ केही त ल्याएको रहन्छ नि यो नटासेर राखी बिचरा केटाकेटी यस्तै हो नि जान्दैनन् आगमदेखि ठुली हुन्छ अनि आगमदेखि सबै थोक ल्याउँछ यो निसाले अब अर्को अहिले जान्दिनँ नि त गरे ल सानै छन् अलिक कडा कडा लगाइदिए च्याप चोप न नभए हातले लगाइदिए पनि हातले हातले लगाइराख्छ लौ यति भयो नि धेरै राम्रो यो लिएर यहाँ माथि टपमा हालिदियो अलिक